हेलो वेलकम टु माई मिनी भ्लग साथीहरू। सो अगाडिको चाहिँ भ्लगमा हेर्नुभएको थियो होला कि म हस्पिटल गएको थिएँ भनेर, अनि मलाई चाहिँ एडमिट हुन लेख्नु भएको थियो, तर म चाहिँ एडमिट भएको थिइनँ बिकज त्यतिखेर मलाई त्यस्तो खासै चाहिँ गाह्रो चाहिँ भएको थिएन, अनि आई क्यान होल्ड द्याट नाइट भन्ने भएको थियो मलाई चाहिँ। अनि त्यसपछि चाहिँ म घर आएपछि चाहिँ रात चाहिँ मलाई धेरै नै गाह्रो भयो र त्यसपछि भोलिपल्ट बिहानै चाहिँ म हस्पिटल पुगेँ र हस्पिटल पुग्दाखेरि चाहिँ गेस वाट, सो मेरो चाहिँ सर्भिक्स डाइलेटेड भइसकेको थियो, 2 सेन्टिमिटर चाहिँ खोलिसकेको थियो होइन। अनि ल अब चाहिँ फिक्स, अब चाहिँ बेबी आउने भयो है। अब त दुई घर मुख खुलिसकेपछि त अभियसली बेबी त आउने कुरो भइ नै हाल्यो। अनि सो त्यसपछि चाहिँ अब इमिडिएटली त्यसपछि ल अब भर्ना भइहाल्यो भनेर चाहिँ म चाहिँ एडमिट भएँ। अनि एडमिट भइसकेपछि म चाहिँ अनि माथि मलाई चाहिँ वार्डमा गाइनोकोलोजिकल वार्डमा लिएर जानुभयो र त्यसपछि चाहिँ त्यहाँ लगिसकेपछि एकछिनपछि मलाई लेबर रुममा एडमिट लगिहाल्नु भयो। र त्यसपछि त्यहाँदेखि चाहिँ मलाई व्यथा सुरु भयो गाइज। यति साह्रो गाह्रो भयो त्यो व्यथा, त्यो लेबर पेन चाहिँ ओ माई गड, आई कान्ट इमेजिन क्या। अनि त्यसपछि मलाई चाहिँ 2टा एपिड्युरल पनि लगाइदिनु भयो। सो अलिक चाँडै चाहिँ अझै धेरै चाँडो चाहिँ अब के भन्छ सर्भिस डाइलेटेड होस् भनेर चाहिँ। अनि त्यो एपिड्युरल लाउँदाखेरि चाहिँ झन् यति धेरै पेन भयो। एपिड्युरल चाहिँ मलाई चाहिँ आई थिङ्क 6 सेन्टिमिटर खोलिसकेपछि मलाई एपिड्युरल युज गर्नुभयो। अनि त्यसपछि चाहिँ अब यु क्यान सी इट गाइज, यति धेरै मलाई पेन भयो कि म पुरै स्याक गर्दै रुँदै थिएँ। अनि मलाई चाहिँ अब यहाँ नन्दले चाहिँ तातो पानी पनि दिँदै हुन्थ्यो। सो एनर्जीको लागि अरे क्या, अब एनर्जी बुस्ट गर्नु पऱ्यो नि त, केही न केही चाहिँ खाइराख्नु पर्ने थियो। अनि सो तातो पानी खाइरहेको थिएँ, अनि जुस पनि खाइरहेको थिएँ एनर्जीको लागि। अनि सो यति धेरै पीडा पछिको फाइनल्ली है गाइज, बिहान 7 बजेदेखिको लगभग 4 बजेसम्मको पीडापछि चाहिँ फाइनली हाम्रो प्रिन्स चार्म आयो वर्ल्डमा। यु क्यान सी उसको बाबा पनि आइसक्नु भएको थियो। अनि उसको बाबाले चाहिँ उसलाई हेर्दै हुनुहुन्छ। फर्स्ट टाइम लुक एट हिज स्माइल अन फेस, ओ माई गड। अनि ऊ चाहिँ एकदमै ह्याप्पी, उहाँ चाहिँ एकदमै ह्याप्पी हुनुभयो नि त। अनि त्यसपछि उहाँले चाहिँ त्यहाँ सिस्टरलाई चाहिँ यसो दिनु पनि भयो, ल हाम्रो तर्फबाट है भनेर। अनि सिस्टर पनि खुसी भएर लिनुभयो। अनि त्यसपछि उहाँले चाहिँ आफ्नो लिटल प्रिन्सलाई चाहिँ बोक्नुभयो है त। ओ माई गड, योभन्दा अगाडि चाहिँ कसैको बेबी भएको बेलामा हामी गयौँ भने पनि, हाम्रो ग्रुपमा पनि गयौँ भने चाहिँ बोक्नु त भनेर नाइ म बोक्दिनँ, म सक्दिनँ, मलाई आउँदैन भन्नुहुन्थ्यो। अब त बोक्नै पऱ्यो नि, आफ्नै बेबी त हो भनेपछि नि बोक्नु भयो। हेर न, ओ माई गड सो क्युट। अनि उहाँले चाहिँ हेरै हुनुभयो। अनि त्यसपछि मलाई चाहिँ सोध्दै हुनुहुन्थ्यो कि अनि हाउ यु आर फिलिङ भनेर। म चाहिँ आई एम सो ह्याप्पी है, अब त एकदम फाइन भयो जस्तो भइरहेको थियो मलाई चाहिँ आफ्टर डेलिभरी पछि चाहिँ होइन। अनि म चाहिँ एकदमै ह्याप्पी भइरहेको थिएँ। अनि त्यसपछि बेबीलाई लिएर चाहिँ बाहिर पनि निस्किनु भयो सबैजनालाई देखाउनको लागि। अनि मेरो मम्मीहरू होइन, मदर इन ल, माई मम, माई ब्रदर, सिस्टर इन लहरू पनि सबैजना। अनि त्यसपछि उहाँको साथीहरू पनि सबैजना हुनुहुन्थ्यो, उहाँले हेर्दै हुन्थ्यो नि। अब हाम्रो त चलन छ नि त, अब नयाँ बेबीलाई चाहिँ अब खाली हात मुख हेर्नु हुँदैन भनेर। सो केही न केही चाहिँ दिइराख्नु भएको थियो, केही न केही मनी, अभियसली मनी दिइराख्नु भएको थियो त्यहाँ सबैजनाले। अनि त्यसपछि हेर्नु, ओ माई गड, जन्मिने बित्तिकै मेरो छोरो त सेलिब्रिटी भएछ नि त हो। सबैजनाले फोटो खिच्दै हुन्छ, उसँग चाहिँ फोटो खिचाउँदै हुन्थ्यो। अनि त्यसपछि फेरि भित्र आउनुभयो। अनि मलाई चाहिँ सोध्दै हुन्थ्यो नि त अब कस्तो भइरहेछ के कसो भनेर चाहिँ। अनि त्यो दिन चाहिँ पुरै म हस्पिटलमै बसेँ भनौँ न। म बिहान एडमिट भएको हो नि त, अनि बेबी चाहिँ 3:55मा भएको हो। अनि त्यो दिन चाहिँ म हस्पिटलमै बसेँ। अनि भोलिपल्ट चाहिँ बिहान मलाई डिस्चार्ज गर्नुभएको थियो। ल हेर्नु न, त्यसपछि बेबी चाहिँ म सँगसँगै त्यहाँनिर आयो। अनि मलाई चाहिँ नन्दले तातो ज्वानोको झोल खुवाउँदै हुनुहुन्थ्यो गाइज। अनि म तातो ज्वानोको झोल खाँदै, मेरो बेबी छेउमा बसिरहेको छ। ओ माई गड, माई लिटल चाम, माई प्रिन्स, हेर न बिचरा मेरो छोरो। यति पेन सहेर पनि है लास्टमा चाहिँ बेबी निस्किँदाखेरि चाहिँ ह्याप्पी नै भइन्छ। सबै दुःख पीडा सबै भुलिँदो रहेछ गाइज। तपाईँहरूलाई चाहिँ कस्तो भएको नि? मेरो चाहिँ तर नर्मली डेलिभरी भएको है त, सिएस गर्नु परेन। सो त्यही भएर चाहिँ मलाई चाहिँ सबै खानुभयो। र अनि भोलिपल्ट चाहिँ होइन, मैले त्यसमै कन्टिन्यू गरेँ। अनि भोलिपल्ट चाहिँ अनि हामीलाई 12 बजे 12:30 बजीतिर हस्पिटलबाट डिस्चार्ज गरिदिनु भयो। र अनि त्यसपछि घर आएँ मामी। अनि न्यू मेम्बर अफ द फ्यामिलीलाई चाहिँ वेलकम गर्दै हुनुहुन्छ घरमा यहाँ मम्मीले होइन। अनि त्यसपछि उसलाई चाहिँ आरती उतारू तेरी मे भन्दै उसको चाहिँ पूजा आरती गर्दै हुनुहुन्छ।
अनि हामीलाई चाहिँ दही सही पनि यसो चटाउनु भयो होइन। अनि हामी घरमा इन्टर गऱ्यौँ। अनि त्यसपछि चाहिँ त्यहाँनिर मेरो हस्बेन्डको साथीहरू पनि आउनुभएको छ सबैजना। अनि उहाँहरूले चाहिँ हाम्रो वेलकमको लागि चाहिँ यसरी है साथीहरू यसरी चाहिँ बन्दोबस्त गर्नुभएको थियो। सो दिस इज द वे दे वेलकम अस होइन, हामीलाई वेलकम गर्नुभयो। के अरे सयपत्री भन्न आएछ के अरे गुलाबको फुलमा टेक्दै 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 हामी चाहिँ रुमभित्र इन्टर गऱ्यौँ होइन साथीहरू। अनि सबैजना त्यहाँ हुनुहुन्थ्यो। अनि अब छोरी भएको भए चाहिँ पाइलाको छाप लिन्थ्यो अरे। अब छोराको के पाइलाको छाप लिने भनेर चाहिँ उहाँले चाहिँ हातको चाहिँ छाप लिन खोजिरहेछौँ हामीले चाहिँ, हातमा रङ लगाएर। तर सानो बेबी कहाँ पुरै हात खोल्छन् त। अनि तर राम्ररी छाप चाहिँ बसेन होइन हातको। र पनि त्यही पनि यसो अब फर मेमोरी भनेर चाहिँ हामीले चाहिँ छाप चाहिँ लगाउन कोसिस चाहिँ गऱ्यौँ। बट आई कान्ट होइन, म सफल चाहिँ भइनँ। एउटा बेकारमा रङ मात्रै लाग्यो उसको हातभरि। फेरि बेबी त त्यही त पनि औँला चुसेको हात राख्छन् भनेर अनि अर्को हातमा पनि फेरि ट्राई गरेको। अनि त्यसपछि चाहिँ चन्दन दाइले चाहिँ हात समाएर चाहिँ छाप लगाइदिँदै हुन्थ्यो। तर त्यो चाहिँ झन् अझै ल्यात्ताप्यात्ता भयो क्या साथीहरू। तर केही छैन, फर मेमोरीको लागि चाहिँ ठिकै नै छ। हामीले चाहिँ यतिको पनि गऱ्यौँ। सो यति नै हो मेरो चाहिँ डेलिभरीदेखिको घर आउँदासम्मको ब्लग। सो थ्याङ्क्स फर वाचिङ माई ब्लग।